अब चाहिँ एउटा कविता सुन्ने पालो भएको छ। कविता लिएर ओसाकाबाट होइन, ओसाकाको पहिलो नेपाल फेस्टिभलमा चाहिँ नागोयादेखि आउनुभएको छ आफ्नो कविता लिएर। उहाँको कविता सुनाउनुभन्दा पहिला चाहिँ यहाँ धेरैजना दिदीबहिनीहरू मैले देखिरहेको छु। म जस्तै जो एक विवाहित नारी आफ्नो आमा छोडेर श्रीमानको लागि भनेर विदेश आउनुभएको छ, परदेश आउनुभएको छ। र एउटा कविता चाहिँ मैले लेखेको थिएँ ट्रान्जिटमा हुँदाखेरि, हामी छोरी मान्छेलाई चाहिँ बिहे गरेर पढाइ घर जान गाह्रो कि आमाको साथ छोडेर सात समुद्र पारी आउन गाह्रो भन्ने एउटा त्यो मनको भावना भनौँ, कविता नभनौँ। यो कविता चाहिँ म पहिला सुनाउन चाहन्छु, त्यस पछाडि चाहिँ हामी हाम्रो नागोयादेखि आउनुभएको साथीको कविता सुन्नेछौँ। मेरो कविताको शीर्षक नै छ अनुभूतिको ट्रान्जिट। विमानस्थलको प्रस्थान कक्षमा झरेका आँसुहरू उल्टा भएर सँगालेर, आमाको ओसिला आँखाको झझल्को मनको फ्रेममा कैद गरेर, आफन्तको न्यानो अँगालोबाट छुट्टिँदै गर्दा पीडाले दर्फराएका चोटहरूलाई मनभित्रै दबाएर, आफ्नो आँसु लुकाउँदै उडेको मेरो मन यति बेला बर्सिरहेको छ बेपरवाह यो बिरानो उडानमा। यस्तो लागिरहेछ म दुई किनारको बिचमा छु र तैरिरहेकी छु एक विशाल सागर बीच, जसको दुवै किनारमा छन् मेरा दुई भिन्न अस्तित्व। एउटा प्रस्थान बिन्दु पश्चात अर्को आगमन कुरिरहेको छ मलाई, बिछोडको पीडा र मिलनको खुसीको दोसाँधमा छु। यतिखेर म सम्झिरहेकी छु मेरी आमाका दुई भिन्न अनुहार, रसिला आँखामा मेरो सुन्दर भविष्यको निश्चिन्तताको खुसी भरिएको मलाई अन्माएर पढाइ घर पठाउँदाको त्यो क्षण, अनि दैलो अगाडि बिदाईको टीका लगाइदिँदाको अनिश्चितताको डरसँगै अक्षता मुसेर मेरो निधारमा रातो टीकाले बिदाई गर्दाको यो क्षण। म सम्झिरहेछु भावी मिलनको क्षण, मेरो आगमनमा प्रतीक्षारत एक मुटु जो आँखामा प्रेमको बुकी बोकेर पर्खिरहेको छ। मलाई थाहा छ त्यो ढुकढुकी मेरै स्पन्दनको पर्खाइमा छ र यो ढुकढुकी पनि आतुर छ धड्किन उसैसँग एकसाथ। तर कस्तो अचम्म, अन्मिँदै गरेकी चेलीको जस्तै यतिखेर अन्य मनस्क छन् मेरा भाव। एकातिरबाट चोइटिएर अर्कोतिर जोडिनु नै जीवन रहेछ। अघिसम्म बर्सिरहेका आँसु बिस्तारै मत्थर हुँदैछन्, सम्झाउँदैछ मन आफैलाई यो गन्तव्यको अवतरणले मलाई एक खुसीको संसारमा पुर्याउनेछ, जहाँ मेरो मुटु टुकटुकीमा श्वास भर्न मेरै प्रतीक्षा गरिरहेको छ। यो कविता सँगसँगै चाहिँ अब चाहिँ हामी ओसाकाको कविता सुन्यौँ, अब हामी नागोयाको कविता सुन्नेछौँ। नागोयादेखि कविता वाचनको लागि आउनुभएको छ। उहाँ चाहिँ विगत केही वर्षदेखि 2-4 वर्षदेखि नै स्टोरी टेलिङ पनि गर्नुहुन्छ। नागोयाबाट आउनुभएको हाम्रो साथी हुनुहुन्छ उमेश कुञ्जा दिवाली। कृपया सबैजनाले जोरदार, एकदमै जोरदार ताली बजाएर, यताबाट पनि ताली बजाएर, यताबाट पनि ताली बजाएर र अगाडिबाट पनि ताली बजाएर चाहिँ उमेशजीलाई म स्टेजमा आमन्त्रण गर्न चाहन्छु। कृपया फेरि एकपटक सबैजनाले जोरदार ताली बजाइदिनु होला। एउटा मात्र काम गरेर खर्च टार्न निकै गाह्रो जापानमा। आफ्नो इच्छा आकाङ्क्षा र परको कुरा आउँदा थाकेको शरीर, उदास आँखा अनि मनभरि पीडा। कालो प्यान्ट र कालो ज्याकेट लगाएकी ती महिलाले हातमा टिफिन र चम्चा लिएर खाना खाइरहेकी। साथीको नाममा एक्लोपन, प्रेमको नाममा हारेको मन र मेहनतको नाममा जापानको महँगाई, जो जापान बस्ने सबै नेपालीलाई थाहा छ। नेपालबाट जस्तो मान्छेले सोच्दै एनक्यास छ होला, म भर्खर जापान आएको, कसैलाई चिनेको पनि छैन, केही आइडिया पनि भएन यहाँको बारेमा। अधीनमा होइन, मलाई आजादमा राख्नु के थाहा, तिमीलाई गगन चुमाउने पन्छी मै बन्छु। सिमली फेदको भुइँमा उम्रिने जरा भए म, सिमली फेदको भुइँमा उम्रिने जरा भए म, पखेटा काटेर उड्न नसकेको चरा भए म। नमस्ते ओसाका। र तपाईँहरूले वाह भनेर साथ दिनुभयो भने म 1-2टा कविता भनेर जान्छु। सर्वप्रथम त आज आमाको मुख हेर्ने दिन, यहीँबाट सबै
आमाहरूलाई मेरो तर्फबाट नमस्कार भन्न चाहन्छु र मलाई यहाँसम्म ठाउँ दिनुभएकोमा टिआर सरलाई पनि धेरै धेरै धन्यवाद। र म चाहिँ वास्तवमा स्टोरी टेलर हो। अब मैले थोरै बजाएको विगत 3 वर्षदेखि जापानको स्टोरीहरू भन्दै आइरहेको छु। ओसाकाको पनि मैले धेरै स्टोरीहरू भनेको छु र आज मलाई यहाँ तपाईँहरू समक्ष भेट्न आउन मन लाग्यो। सोही कारण मैले केही कविताहरू ल्याएको छु। वाह वाह भनेर साथ दिनु है त। अलिकति हुडिङ चाहियो खै त ल। यामातो बेन्तो होइन पानमा छु। खै वाह वाह। यामातो बेन्तो होइन पानमा छु, कहाँ बस्छौ भनेर सोध्लौ अहिले जापानमा छु। यामातो बेन्तो होइन पानमा छु, कहाँ बस्छौ भनेर सोध्लौ अहिले जापानमा छु। कमाइ धमाइ त सब राम्रै चलिरहेछ, कमाइ धमाइ त सब राम्रै चलिरहेछ, त्यही हो हिजो गरेको कोनबिनीको ह्यान्डक्यासले थोरै थकानमा छु। यस्तै चाहियो होर्डिङहरू। सायद अलि काम भएर नि होला, शीतल शीतल खोजिरहनु भएको छ। र अर्को कविता भन्न चाहे, मलाई चौधरी बन्न मन छ, मलाई अम्बानी बन्न मन छ। मलाई चौधरी बन्न मन छ, मलाई अम्बानी बन्न मन छ, पैसा टन्न कमाएर पैसा केही होइन भन्न मन छ। मलाई चौधरी बन्न मन छ, मलाई अम्बानी बन्न मन छ, पैसा टन्न कमाएर पैसा केही होइन भन्न मन छ। आफ्नै घर गाडी अनि आफ्नै बैङ्कमा बसेर, आफ्नै घर गाडी अनि आफ्नै बैङ्कमा बसेर लाखौँ लाखका नोटहरू दिनदिनै गर्न मन छ। मलाई चौधरी बन्न मन छ, मलाई अम्बानी बन्न मन छ। वास्तवमा म युट्युबर पनि हो र मैले विगत केही महिना अघिदेखिबाट चाहिँ समुद्रपारीको कथा भन्ने जो जापान बस्ने नेपालीहरूको अनुभव सुन्नको लागि पनि बनाइरहेको छु। र यस्तै गरी म आज यहाँबाट नै अनाउन्स गर्न चाहन्छु, मैले चाहिँ स्टुडेन्टहरूको लागि चाहिँ स्टुडेन्ट सो र अनि सबैजनाको लागि चाहिँ पोडकास्ट पनि आयोजना गरिरहेको छु, सञ्चालनमा ल्याउने तयारी गरिरहेको छु। आशा छ तपाईँहरूले साथ दिनुहुनेछ भनेर। र आजको अन्तिम कविता भनेर म जान्छु। र आज आमाको मुख हेर्ने दिन भएका कारणले गर्दा नि हामी सबैजना परदेश सुन्नु भनेको परिवारको सपना बोकेर हो र हरेक मान्छेको एउटा सपना बोकेर परदेश हिँड्छ। र त्यही सपनाहरूको सपना एउटा सपना छ, ऋण तिरेको सपना। यो कविताको शीर्षक, घरको तला 3.5 थियो, अनुहार खुसीले रङ्गीन थियो, आश्चर्य मानेर हेरिरहेका थिए आफन्त सबै, आश्चर्य मानेर हेरिरहेका थिए आफन्त सबै, बजारकै छेउ घरसँगै 4 रोपनी जमिन थियो, घरको तला 3.5 थियो, बन्दकी सुन आमालाई फर्काएको दिन थियो। अब चाहिँ सुखका दिन आए यिनका, अब चाहिँ सुखका दिन आए यिनका भन्दै थिए हाम्रा छर छिमेक, अब चाहिँ सुखका दिन आए यिनका भन्दै थिए हाम्रा छर छिमेक, न कसैसँग सापटी त न कसैसँग ऋण थियो, घरको तला 3.5 थियो, बन्दकी सुन आमालाई फर्काएको दिन थियो। आर्थिक अवस्था मिलेपछि हो स्वतन्त्र हुने भनेको, आर्थिक अवस्था मिलेपछि हो स्वतन्त्र हुने भनेको, सावरा ब्याज नतिर्दासम्म त साहुको मात्र अधीन थियो। काश यी सब कुरा साँचो हुन्थ्यो त कति खुसी हुन्थेँ म, काश यी सब कुरा साँचो हुन्थ्यो त कति खुसी हुन्थेँ म। के गर्नु सपना रहेछ, के गर्नु सपना रहेछ, निन्द्राको त्यो एकछिन थियो। र यति नै थियो कविता। धेरै धेरै धन्यवाद यो समयको लागि। जाँदा जाँदै अब एउटा दिमागमा आइहाल्यो है, लेख्ने धेरै भएपछि झन् स्टेज चढेपछि र माइक समातेपछि त फुरै गर्दो रहेछ। ल लास्टमा 2 लाइन भनेर बिदा हुन्छ है त। मैले माया गर्नेको आँखा राम्रो होस्, मैले माया गर्नेको आँखा राम्रो होस्, मन्द मन्द मुस्कानको भाका राम्रो होस्, मैले माया गर्नेको आँखा राम्रो होस्, मन्द मन्द मुस्कानको भाका राम्रो होस्, रूप रङ्ग उति साह्रो नभए तापनि, रूप रङ्ग उति साह्रो नभए तापनि, टाउको राखी निदाउने काँखा राम्रो होस्, मैले माया गर्नेको आँखा राम्रो होस्। हस्, धेरै धेरै धन्यवाद। सुन्दर रचनाका लागि र कर्णप्रिय प्रस्तुतिका लागि धेरै धेरै धन्यवाद।
मायाको चिन्ह ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। फेरि पनि जोरदार तालीले नागोयाबाट आउनुभएका हाम्रा अतिथिज्यूलाई धन्यवाद ज्ञापन गरौँ। कृपया जोरदार ताली, जोरदार तालीका लागि यताबाट जोरदार उद्घोषण हुनुपर्ने रहेछ। केही छैन।